ल हामी आज यो स्वयं पाक्यमा छौं। 2081 साल जेठको 10 गतेदेखि नै सुरु गरेको 1 वर्ष भयो लगभग। आज 82 साल जेठको 10 गते छ। म 11 दिनदेखि यो घाँटीको समस्याले गर्दा बोल्न सकिरहेको थिइनँ र पकाउन पनि सकिरहेको छैन। देख्न सक्नुहुनेछ म स्वयं पाक्य अन्तर्गतको 1 वर्ष बितेको छ। त्यसमध्येको हामीले यहाँ चाहिँ कुरिलो छ, यहाँ चाहिँ यो कुरिलो पनि काट्दै छौं। यहाँ प्याज अनि यो चाहिँ पर्यो, के पर्यो सर? यो धनिया पर्यो सर, नडराइकन सोध्नु होला। अनि यो पर्यो साग, चाइनिज साग हो। यो चाहिँ पर्यो करेला सर है। करेला म काट्दै छु, काट्ने क्रममै थिए। अहिले तपाईँ आउनुभयो, सोध्नुभयो के गर्नु भएको सर? यसो पकाउँदै छु भने अब घर गृहस्थीको मान्छे आज शनिबार आफै स्वयं पाक्य गरौँ भन्ने कुरा हो। तल खस्छ पनि बेला बेलामा, यस्तो समस्या पनि छ। यहाँ अलि साँगुरो भइरहेको छ सर, त्यसले गर्दाखेरि पकाउँदै छु। अब यो लसुन सर, यो लसुन पनि राखिन्छ हैन? लसुन रेडी छ, यो पकाएर र अनि चाहिँ यहाँ चाहिँ सर, यहाँ चाहिँ छ फेरि यहाँ पकाएको छ। यहाँ आलु पकाउँदै छु तातो पानीमा। हामीले चाहिँ बोइल सिस्टमले खाने गर्छौँ। यता भात छ, यो दाल पाकिसक्यो। दाल भात तरकारी अचार आधी घण्टामा पकाउने सिस्टम हो यो। अब यो चाहिँ यसमा हामीले यसरी साग पनि राख्छौँ हैन, आगो चर्को गरियो सर। अनि त्यसै गरेर यो चिजहरू, सर्वाङ्ग चिजहरू राखिन्छ। सेट्रै लाएर टक्क लाएर यहाँ यसरी राखिन्छ। राखिसकेपछि अब यो कुरिलो पनि यसमा राखिन्छ। हेर्दा हेर्दै म आधी घण्टामा 5 जनालाई दाल भात तरकारी अचार जस्तो भन्यो त्यस्तै खुवाउने चाहिँ मसँग त्यो कला छ। यो कला चाहिँ यस्तै जाहिर खाने सिलसिलामा अल्छी गर्ने धेरै, अनि होटलमा खाने, अनि होटलमा खाँदा विभिन्न समस्या आउने। त्यसो हुँदा मैले चाहिँ स्वयं पाक्यलाई चाहिँ महत्त्व दिँदै चाहिँ यसलाई अगाडि बढाएको हुँ। यो स्याङ्जा जिल्ला 2081 साल पुसको म 16 गते हाजिर भएँ। 2-4 दिन त यहाँ भान्सा पनि रहन्छ, होटलमा खानु हुँदो रहेछ कार्यालय प्रमुखहरूले। अनि यो भान्सा व्यवस्थापन गर्नु नि मलाई समय लाग्यो है सर। अनि यसले गर्दाखेरि मैले 81 साल माघ 1 गतेदेखि नियमित रूपमा आफै स्वयं पकाएर खाने गरेको छु। र यसमा साथ सहयोग गर्ने एकजना सहयोगी पनि हुनुहुन्छ सामानहरू ल्याउनलाई। मैले यो सबै म आएपछि किनेको यो भान्साका सामग्री हो सर। यो सबै यहाँ चाहिँ गेडागुडी तरकारीहरू छ। यहाँ दाल, यो मसला भयो है, यो छ यो पिठोहरू हो, यो बेसन। त्यसै गरेर अब यो कहिलेकाहीँ यो शरबतहरू बनाएर खानुपर्ने हुन्छ। यो चाहिँ यहाँ पानी तताएर उमालेर अनि यसमा राखिन्छ। अनि 8 घण्टा बितेपछि खाइन्छ। यसरी चाहिँ हामीले खाने अभ्यास गरेका छौँ। सबैलाई स्वयं पाक्य भएर गर्नको लागि चाहिँ मैले अनुरोध गर्दछु। यति भन्दै यहाँहरूको साथ सहयोग समर्थन सबैबाट भयो भने अझै म यो पकाउने विषयमा यो अमृत भोजन कसरी बनाउने त त्यो सन्दर्भमा पनि मैले अर्को भिडियो रेकर्डिङमा बताउने छु। मैले अहिले स्वास्थ्यको कारणले धेरै बोल्न सकिरहेको छैन। यो घाँटीको सुनिएको कारणले गर्दाखेरि मैले अहिले उपचाररत नै छु। यो हुँदाहुँदै पनि मैले गीत सुन्दै यो किचनमा काम गर्दैछु। अहिले तरकारी पाकिराखेको छ। यो भर्खर बत्ती भयो। अब यसरी नै मैले रमाएर, यो जीवनशैली हो, यो कुनै केही कामै लाग्दैन, यो कामै होइन। यहाँ नाची खेली गाएर गीत सुनी मैले चाहिँ यो पकाउने खाने गर्छु। अनि यो
हाम्रो सरले माथिको प्राविधिक सरले चाहिँ प्राविधिक सरले न्युरो ल्याइदिनु भएको रहेछ। अहिले त्यसैमा मिसाएर खाने भनेर तयारी थियो, यसलाई पखाल्न बाँकी छ सर। अनि न्युरे लगायत यो गाउँघरमा पाइने औषधीय वनस्पतिका चाहिँ तरकारीहरू मैले प्राय खान्छु। लसुन, प्याज, अदुवा, खुर्सानी यो नियमित मेरो भइ नै राख्छ। र यहाँ दुईजनाले मलाई यो पकाउनेमा यो पाक्य चाहिँ स्वयं पाक्यमा सहयोग गर्नुभएको छ। उहाँहरूको अहिले मैले नाम नभनिराखौँ, उहाँ समाजसेवीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जतिले यो स्वयं पाक्यमा विश्वास गर्नुहुन्छ स्वास्थ्य उहाँहरूको ज्यादै राम्रो हुन्छ। मैले पनि अहिले बाफ लिनको लागि यहाँ पानी तताउँदैछु। यो घाँटीको भोकल समस्याले गर्दाखेरि म 11 दिनसम्म, मेरो 5 दिनसम्म त बोलिने बन्द भएको मान्छे हुँ र यसले मलाई धेरै पीडा दियो। म यहीँ स्वयं पाक्य गरेर आफैले अभ्यास गरेर खाँदा 2 दिनमा केही धेरै रिकभर भएको छ। यसको लागि पनि स्वयं पाक्यलाई मैले विश्वास गर्छु। र यति भन्दै यहाँहरूले सुनिदिनु भयो, हेरिदिनु भयो, सबैलाई चाहिँ हार्दिक धन्यवाद नमन गर्दछु। सबैलाई स्वयं पाक्यमा विश्वास गर्न अनुरोध गर्दछु। जाँदा जाँदै एउटा गीत पनि सुन्नु होला। हस्।